उच्च राशिमा रहँदाखेरि कई व्यक्तिको भाग्य चम्कनेछ र सुख शान्ति समृद्धि सफलता र लटरी लाग्नेछ। व्यापार व्यवसायका जिम्मेवारी ग्रह बुध ग्रह निकट तपाईँको लागि यो समयमा अत्यन्त शुभ फल प्रदान गर्नेछन्। यो समयमा आफूलाई ठुलो प्रविधि र उच्च प्रभाव व्यापार व्यवसाय नेटवर्क टेलिफोन आदिबाट विशेष अन्य क्षेत्रमा शुभ सफलताका योगहरू रहेका छन् र 3 अक्टोबर पछि तपाईँको असोज 17 गतेबाट पूर्ण रूपमा उहाँ चाहिँ तपाईँको लागि बुध ग्रह ले राशि फेरि परिवर्तन गरेर तपाईँको तुला राशिमा प्रवेश गर्नेछन्। यस्तो परिवेश परिस्थितिमा बुध कन्या राशिमा उदय भएर असोज महिनाको 17 गतेबाट पूर्ण रूपमा चाहिँ तपाईँको लागि यहाँ चाहिँ तुला राशिमा उदय भएर प्रवेश गर्नेछन्। यस्तो परिवेश परिस्थितिमा बुध ग्रहले मेष राशिदेखि मीन राशिसम्मका राशिफलमा कुन राशिलाई शुभ रहेको छ भनेर म लिएको छु। हजुरहरूले भिडियोलाई सेयर लाइक कमेन्ट र सब्सक्राइब गर्नुहोला। मेष राशिका लागि बुध ग्रहले कुण्डलीको तेस्रो र 6औं स्थानमा शासन गर्नेछन्। यस राशिका प्रतिनिधि हुन् र कन्या राशि र मिथुन राशिका मालिक हुन्। कन्या राशिमा बुध उदय भएर तपाईँको तेस्रो घरलाई बलियो बनाउनेछन्। फलस्वरूप तपाईँको आत्मविश्वास सुधार हुनेछ। बुधले गर्दाखेरि आफ्ना दाजुभाइ दिदीबहिनीप्रति राम्रो एकै दिनको दिनमा सहयोग र प्राप्त गर्न सक्ने, केही राम्रा कामहरू गर्न सक्ने, केही राम्रो समाचार सुन्न पाइने र प्रतिस्पर्धामा विजय प्राप्ति गर्न सक्ने, अदालत मुद्दा मामिलामा सकारात्मक परिणामहरू र विजय प्राप्ति र रोजगारका क्षेत्रमा तपाईँले व्यक्तिगत जीवनमा सफलता प्राप्ति गर्नुहुनेछ र समस्याबाट राहत पाउनुहुनेछ। गणेश भगवानजीलाई फुलको माला लगाइदिनु होला। ओम श्री गणेशाय नमः मन्त्रको जप गर्नु होला। वृष राशि रहेको छ। वृष राशिका व्यक्तिहरूलाई कुण्डलीको दोस्रो र 5औं घरमा शासन गर्नेछन्। दोस्रो भावको स्वामी उदय सँगसँगै तपाईँको आफ्नो आर्थिक जीवनमा मामिलामा सफलता सुधार अनुभूति प्राप्ति गर्नुहुनेछ र यस समय पैसा सँगसँगै बचत गर्ने सङ्घर्ष छ भनेदेखि अब तपाईँ बचत गर्न अवश्य सजिलो हुनेछ। कन्या राशिमा बुधको उदयले पारिवारिक सदस्यहरूको सम्बन्ध सुधार गर्न पनि मद्दत गर्छ। यदि कुनै कारणले पारिवारिक का सदस्य बीचमा समानताको कमी भयो भने यसले राम्रो र अत्यन्त ऊर्जावान लटरी अचानक पैसाको प्राप्ति गराउन सक्छ। पैसासँग सम्बन्धित सकारात्मक योगहरू देखेका छन्। अनावश्यक र आशावाद तपाईँको विद्यार्थीहरूका लागि बुधको योग गोचरले राम्रो परिणाम दिनेछ। यसबाहेक प्रेम सम्बन्धमा अनुकूल परिणामहरू प्राप्ति गर्न पाउनुहुनेछ, जसको अर्थ बुध उदय सामान्यतः तपाईँको लागि लाभदायक बन्नेछ। नियमित रूपमा गौमाताको सेवा गर्नुहोला, शुभ फलको प्राप्ति हुनेछ। अब अर्को राशि मैले यो बुध ग्रहले कन्या राशिमा उदय हुँदाखेरि मिथुन राशि लिएको छु। मिथुन राशिका व्यक्तिहरूका लागि तपाईँको चौथो घरको पनि लग्नको पनि समय भएर उदय हुँदाखेरि स्वास्थ्यको लागि अनुकूल बनेको छ र मिथुन राशिका व्यक्तिलाई आँट बल हौसला बढ्नेछ, वृद्धि हुनेछ। बुधको उदयले स्वास्थ्यमा लाभ बढाउनेछ। व्यापार व्यवसाय कल कारखाना उद्योग धन्दामा सफलता प्राप्ति गराउनेछन् र तपाईँको भ्रमबाट जोगिनु होला, मुक्त हुनुहुनेछ। तपाईँको घरेलु काम कर्मका क्षेत्रमा सफलताको योगहरू छ। ठुलो ठुलो प्रयासहरू सफल हुनेछन्। सवारी साधनमा तपाईँको सफलता मिल्नेछ र तपाईँका लागि औषधि किन्दा शुभ हुनेछ र औषधि दुखी गरिबहरूलाई बाँड्नु होला। अब अर्को कर्कट राशि लिएको छु मैले। कर्कट राशिका व्यक्तिहरूलाई विशेष गरेर कन्या राशिमा सूर्य बुध ग्रह उदय हुँदाखेरि कुण्डलीमा बुध तपाईँको राशिको तेस्रो भाव र 12औं घरका स्वामी भएर अत्यन्त बलियो यो विदेश स्वदेश विभिन्न क्षेत्रमा लाभ उन्नति प्रगतिहरू मन कमजोर भए पनि तपाईँका जीवनमा अति उत्तम प्रतिफल परिणामहरू शुभ फलको प्राप्ति गराउन सक्ने योगहरू बनेका छन्। घर घडेरी जग्गा जमिन भूमिसँग सम्बन्धित लाभका योगहरू देखेका छन्। जीवनमा प्रशस्त लाभहरू पाउन सक्नुहुनेछ। घर घडेरी जोड्ने योगहरू बनेका छन् भने यति बेलाको समयमा तपाईँको लागि प्रशस्त लाभहरू धेरै हुनेछन् भने घर घडेरी जग्गा जमिन भूमि सम्पत्ति जोड्ने योगहरू पनि बन्न गएको छ, जसका कारणले गर्दाखेरि यति बेलाको समयमा तपाईँको अमृत सम्मान रहनेछ र यसै गरी विशेष गरेर लाभ प्राप्ति हुनेछ र तपाईँको लागि विदेशमा बस्नेहरू विदेशमा बसेर कर्म गर्नेहरू अझै शुभ हुनेछ। अनुकूल आत्मविश्वासको सुधार हुनेछ। दाजुभाइ दिदीबहिनी इष्टमित्र आफन्तजनप्रति सुख समाचारको प्राप्ति हुनेछ र नियमित रूपमा तपाईँले चराहरूलाई भोजन गराउनु होला। यसले गर्दा जीवन परिवर्तन अझै हुनेछ। सिंह राशि मैले लिइसकेको छु। सिंह राशिका व्यक्तिहरूलाई बुध ग्रह उदय हुँदै गर्दा यति बेलाको समयमा कुण्डलीमा बुध ग्रहले लाभ घरको र तपाईँको कुण्डलीको विशेष गरेर यहाँ शासन गर्नेछन्। स्वाभाविक रूपमा बुध कन्या राशिमा उदय हुँदा आर्थिक मामिलामा सकारात्मक परिणामहरू अचानक ठुलो धनराशि प्राप्ति हुनेछ। कन्या राशिमा बुधको ग्रहले तपाईँको ठुलो ठुलो धनराशि देश विदेशबाट आदि लाभ हुन सक्ने, नाफा कमाउन सक्ने, बाधाहरू हटेर जाने, ग्राफमा सुधार हुने, तपाईँको आम्दानीका स्रोतहरूमा वृद्धि हुने, धनको क्षेत्रमा चमत्कार हुने, बचतमा फाइदा पुग्ने, यसका साथसाथै पारिवारिक जीवनमा अनुकूल रहने, तपाईँको सञ्चार कौशल्य फलस्वरूप तपाईँको लागि बुधको ग्रहले उदयले राम्रा परिणामहरूको प्राप्ति गर्न सक्नुहुनेछ। आर्थिक जीवन पारिवारिक जीवनमा सामाजिक क्षेत्रमा लाभदायक रहेका छन् भने आफूलाई शुद्ध र सद्गुण राखेर अगाडि बढ्नुहोला। ओम गणेशाय नमः मन्त्रको जप गर्नुहोला। अब अर्को कन्या राशि। कन्या राशिका व्यक्तिहरूलाई बुधका लग्नको समय भएर र 10औं घरको समय भएर कर्मभावमा पनि अत्यन्त उत्तम
बनेको छ। कन्या राशिलाई व्यापार, व्यवसाय, कलकारखाना, धन, सम्पत्ति, सुख सुविधा, स्वास्थ्य पनि राम्रो हुनु, अनुभव विभिन्न ठाउँबाट बटुल्ने र हरेक क्षेत्रमा सुधार हुने, प्राकृतिक रूपबाट हेर्ने भने पनि तपाईको व्यापार व्यवसायमा ठुलो फड्को मार्न सक्नुहुन्छ, ठुलो लाभहरू कमाउन सक्नुहुन्छ, ठुलो धनराशि कमाउन सक्नुहुन्छ। कन्या राशिमा बुधको उदयले सामाजिक प्रतिष्ठा बढ्नेछन्, किनकि 10औं घरको स्वामीले तपाईलाई सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ भने अनेक प्रकारका ठुला ठुला लाभहरू परिणामहरू तपाईले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि बाधा थिए भने हटेर जानेछन्। गरिब दुखीहरूलाई भोजन गराउनु होला, नोटबुक आदि विशेष गरेर दिनु होला र तपाईको लागि अझै राम्रो हुनेछ। अर्को राशि मैले लिइसकेको छु तुला राशि। तुला राशिका व्यक्तिलाई बुध ग्रह तपाईको भाग्य घरको समय, तपाईको कुण्डलीको 12औं घरको समय भएको कारणले यसले तपाईलाई पूर्ण रूपमा उन्नति, प्रगति, सफलता, देश विदेश लामो दूरीको यात्रा, विदेश यात्रा, परिश्रमले तपाईलाई राम्रो गराउनेछ। बुध ग्रहबाट तपाईले विशेष लाभ प्राप्ति गर्न सक्नुहुन्छ, शिक्षक सहयोगहरू प्राप्त गर्न सक्नुहुन्छ। तपाईको उन्नति, प्रगति आदिका योगहरू छन्। हानिकार र अर्थ खर्च बढे तापनि यो हप्ता विशेष गरेर बुध ग्रहले गर्दा उदयको साथसाथै तपाईको विदेश स्वदेशबाट या देश विदेशबाट भाग्यको साथ तपाईले सकारात्मक र उन्नति, प्रगति आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सक्नुहुनेछ। बुध ग्रहले तपाईलाई सकारात्मक परिणाम दिनेछन् र अवरोधहरू पनि हटेर जान्छन्। नियमित रूपमा तपाईले केशरको टीका लगाउनु होला। ओम भगवते वासुदेवाय नमः मन्त्रको जप गर्नु होला। र म अर्को राशि लिइसकेको छु वृश्चिक राशि। वृश्चिक राशिका पूजनीय गुरु, मातापिता, प्यारा दाजुभाइ दिदीबहिनीहरू तपाईको लागि कुण्डलीको 6औं र 8औं घरको विशेष गरेर लाभ घरमा शासन गर्ने भएका कारणले सामान्यतः अनुकूल परिणाम तपाईलाई रहनेछ। बुध उदय सँगसँगै यो गोचरले तपाईको अनावश्यक खर्च, दौडधुप, बाधाहरू, अवरोधहरू, समस्याहरू र केही गोचरले अलिकति प्रभावित पार्न सक्छ। तपाईको लाभ घरको बुध सकारात्मक परिणामहरू, यसबाहेक तपाईको लागि बुधले अप्रियसित लाभ दिलाउनेछ। कन्या राशिमा बुधले तपाईलाई सकारात्मक परिणाम ल्याउनेछ। गाईलाई हरियो चाराहरू खुवाउनुहोस्, अत्यन्त शुभ हुनेछ। जीवनमा प्रगति, उन्नति, सफलता, मान सम्मान, इज्जत, धनको प्राप्ति हुनेछ भने धनु राशि लिइसकेको छु मैले। धनु राशिका पूजनीय गुरु, मातापिता, प्यारा दाजुभाइ दिदीबहिनीहरू यहाँहरूलाई मेरो हृदयकमबाट नमन टक्राउन चाहन्छु। यदि तपाईको लागि कुण्डलीमा धनु राशिका व्यक्तिलाई हेर्ने भने बुध ग्रह तपाईको कुण्डलीको 7औं र 10औं घरका समय भएर यति बेलाको समयमा व्यापार व्यवसाय अनुकूल हुनेछन्। पार्टनरमा गरेका व्यापार, जीवनसाथी प्रतिको बलि हुनेछ। जीवनसाथीसँगको स्वास्थ्यको कुरालाई हेर्दा पनि राम्रो हुनेछ। 10औं घरको स्वामीले तपाईलाई व्यापार व्यवसायमा अनुकूल परिणाम ल्याउनेछ। आफ्नो वरिष्ठ अधिकारीबाट सहयोग प्राप्ति हुनेछ। कन्या राशिमा बुधको उदयले सकारात्मक सहकर्मी तपाईको बीचमा सुधार हुनेछ। सम्भावना बुधले चाहिँ तपाईलाई अनुकूल परिणाम दिनेछ। मन्दिरमा दुध चामलहरू दान गर्नुहोला, अझै शुभ फलको प्राप्ति हुनेछ भने मकर राशि लिएको छु मैले। मकर राशिका पूजनीय गुरु, मातापिता, प्यारा दाजुभाइ दिदीबहिनीहरू यहाँहरूलाई मेरो हृदयकमबाट नमन छ। मकर राशिका व्यक्तिलाई 6औं घर भाग्य घरको समय तपाईको लागि यसले चाहिँ जीवनमा शुभ रहनेछ। तपाईको लागि राम्रो राम्रो प्रतिफल, परिणाम, उन्नति, प्रगति, सफलता, देश विदेश आदिबाट नि लाभ हुनेछ। आफ्नो भाग्यको वृद्धि हुनेछ। सफलता प्राप्ति गर्न सक्नुहुन्छ। साथसाथ तपाईको उच्च समय प्रतिस्पर्धाका क्षेत्रमा विजय प्राप्ति गर्न सक्नुहुन्छ। विद्यार्थीहरूले सफलता प्राप्ति गर्न सक्नुहुन्छ। मुद्दा मामिलामा सकारात्मक देखिएको छ भने बुधको उदय साथसाथ तपाईको लागि अत्यन्त शुभ योगहरू देखेका छन्। दुखी गरिबहरूलाई सेवा गर्नुहोला। अर्को राशि मैले लिइसकेको छु कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूलाई बुध ग्रह तपाईको 5औं र विशेष गरेर 8औं घरमा विशेष गरेर गोचर गर्नेछन्। यसले विद्यार्थीजनहरूका लागि आफ्नो पढाइमा ध्यान विशेष रहनेछ। साथीहरूबाट अनुकूल रहनेछ। विवाह योग्य उमेर पुगेका व्यक्तिहरूलाई विवाह हुनेछ र प्रेमको कुराहरू अगाडि बढ्नेछन्। इन्गेजमेन्ट हुन सक्ने सहयोगहरू प्राप्ति हुनेछन्। 8औं घरकोले तपाईलाई अप्रियसित लाभ, लटरी, भाग्यचिट्टा, चलचल सम्पत्ति, पैतृक सम्पत्ति, स्थानीयतन्त्रका परिवर्तनहरू, ठुला ठुला लाभहरू बुध ग्रहले कुम्भ राशिलाई देखेका छन्। सन्तोषजनक जीवन रहेको छ र नियमित रूपमा गणपति अर्थशास्त्रको पाठहरू गर्नुहोला। र म मीन राशि लिएको छु। मीन राशिलाई बुध ग्रहले राशि परिवर्तन गर्दै गर्दा कुण्डलीको 4औं र 7औं घरको समय बुध ग्रह 4औं घरको समयको लागि तपाईको लागि अत्यन्त उत्तम छ। घरसाई काम, कर्म, व्यापार, व्यवसाय अनुकूल रहनेछन्। यस समयमा तपाईका लागि उन्नति, प्रगति, सफलता, मान सम्मान, इज्जत, धनको वृद्धि हुनेछ। सम्बन्धमा सुधार हुनेछ भने जीवनसाथीको साथसाथै तपाईका आफ्ना काम, कर्म अपार रूपमा सफलता परिणामहरू राम्रो हुनेछ भने कैयौं घण्टौं बसेर तपाईले काम गर्न सक्नुहुन्छ। सकारात्मक परिवर्तनहरू देख्न पाउनुहुनेछ र शुभ फलको अनुभूति गर्न सक्छ। कन्या राशिमा बुध उदय भएसँगसँगै तपाईको लागि लाभदायक जीवन मीन राशिलाई देखिएको छ। साना कन्याहरूको पूजन गरेर तपाईले भोजन गराउनुहोला र तपाईको जीवनमा ठुलो सफलता प्राप्ति गर्न सक्नुहुन्छ। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै म बिदा चाहन्छु। यसैगरी फेरि अर्को भिडियोमा हजुरहरूसँग म बीचमा उपस्थित हुनेछु। अहिलेको लागि यति नै। जय माताजी, जय श्री हनुमानजी। सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् भनेर भगवानसँग प्रार्थना गर्दै